हेलो साथीहरू, पहिलोपटक मिनी भ्लग बनाउँदैछु। आज चाहिँ नाइट ड्युटी सकेर म र मेरो साथी चाहिँ घरतर्फ जाँदैछौँ। अनि ऊ चाहिँ मेरो साथी बिचरा कपाल कोर्ने टाइम नपाएर होला बाटोमा हिँड्दै कपाल कोर्दिसके। हेर्नु न, अनि हेर्नु न साथीहरू, आज हिउँ पर्छ भन्थ्यो, यसरी घाम लागिरहेको के, यस्तो चिसो भइरहेको थियो कि हात पनि कट्याङ्ग्रेर रातो भइरहेको के। अनि हाम्रो काममा जाने बाटो जापानको स्टाइल हेर्नुहोस् साथीहरू। अनि आफ्नो पनि फेस देखाइदिउँ न भनेर यस्तो नाटक पार्दै आफ्नो पनि फेस देखाउँदै अनि साथी र म चाहिँ पहिलाको ट्रेन्ड फलो गर्दै अनि स्टेसनतर्फ जाँदैछौँ। तर भिडियो बनाउने चक्करमा हेर्नु न साथीहरू, ट्रेन्डै छुट्यो कि। अनि यसलाई चाहिँ जापानको गुड लक भन्दो रहेछ। अनि ट्रेनमा बसेर घरतर्फ जाँदै थियौँ कि यस्तो निद्रा लागेर लोद भइरहेको थियो कि कतिखेर घर आउँला जस्तै भइरहेको थियो कि मलाई। अनि ट्रेनबाट झरेर घरतर्फ जाँदै म र मेरो साथी चाहिँ गफ गर्दै भिडियो बनाउँदै घरतिर जाँदै, तर घर पनि आयो साथीहरू। हिउँ भने पर्दै परेन के। तर नेक्स्ट टाइम हिउँ पऱ्यो भने चाहिँ यसरी नै छोटो मिठो ब्लग लिएर आउनेछु। अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद।